भुटनिज कम्युनिटी अफ स्क्रान्टन BCS को आयोजनामा प्रख्यात नेपाली गायक जगदीश सम्मालको सम्मानमा विशेष सांगीतिक तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। एन इभिनिङ युथ जगदीश सम्माल शीर्षकमा आयोजित उक्त कार्यक्रम स्क्रान्टन स्थित एभरेस्ट इभेन्ट सेन्टरमा उत्साहपूर्ण वातावरणबीच सम्पन्न भएको हो। कार्यक्रममा भुटनिज कम्युनिटी अफ स्क्रान्टनका अध्यक्ष कृष्ण राई, उपाध्यक्ष ओम तिमसिना, कार्यक्रम संयोजक नन्द लगुन, पूर्व अध्यक्ष टेक खड्का लगायत समुदायका वर्तमान तथा पूर्व पदाधिकारीहरू, सदस्यहरू तथा स्क्रान्टन क्षेत्रका विभिन्न व्यवसायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सबैको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ सफल र स्मरणीय बनाएको थियो। लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका जगदीश सम्मालले नेपाली गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्। उनका गीतहरूमा प्रेम, पीडा, जीवनका यथार्थ र मातृभूमि प्रतिको भावनात्मक लगाव स्पष्ट रूपमा झल्किन्छ। प्रवासमा रहेर पनि नेपाली भाषा, संगीत र संस्कृतिलाई निरन्तरता दिँदै नयाँ पुस्तासम्म पुर्याउन उनले खेलेको भूमिका प्रशंसनीय मानिन्छ। कार्यक्रमका क्रममा गायक सम्मालले आफ्ना चर्चित तथा भावनात्मक गीतहरू प्रस्तुत गर्दा दर्शक श्रोता मन्त्रमुग्ध बनेका थिए। गीत संगीत मार्फत उनले दर्शकसँग गहिरो भावनात्मक सम्बन्ध स्थापित गर्दै कार्यक्रमलाई अत्यन्तै जीवित र आत्मीय बनाएका थिए। कार्यक्रममा अध्यक्ष कृष्ण राईले गायक सम्मालको लामो सांगीतिक यात्राको उच्च प्रशंसा गर्दै प्रवासमा पनि नेपाली कला र संस्कृतिको प्रवर्धनमा पुर्याएको योगदानका लागि हार्दिक धन्यवाद व्यक्त गरे। साथै चाँडै नै आफ्नो जन्मभूमि नेपाल फर्किन लाग्नु भएको अवसरमा उहाँको आगामी जीवन, स्वास्थ्य तथा सांगीतिक यात्राका लागि निरन्तर सफलता र शुभकामना व्यक्त गरिएको थियो। समुदायबीच आपसी एकता, सांस्कृतिक पहिचानको संरक्षण र कलाकार प्रतिको सम्मान भावलाई उजागर गर्ने यस कार्यक्रमले सहभागीहरूमा उत्साह, गौरव र आत्मीयताको गहिरो अनुभूति गराएको थियो। यस्तो कार्यक्रमले प्रवासमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपाली कला संस्कृतिलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। यो प्रमाणपत्र मायाको चिनो श्रद्धेय नेपाली गीत सङ्गीत क्षेत्रका लोकप्रिय, अत्यन्तै हामी सबैको मनमा बस्न सफल हुनुभएका ओजस्वी गायक, नेपाली सुगन्धलाई, नेपाली माटोलाई, नेपाली भाषालाई हृदयदेखि नै उत्पादन गरेर हाम्रो मुटुको तरङ्गमा तरङ्गित गराउन सफल त्यस्ता ओजस्वी व्यक्तित्व, सम्मानीय व्यक्तित्व आदरणीय जगदीश सम्मालज्यूलाई सम्मान गरिदिनका लागि भुटनिज कम्युनिटी अफ स्क्रान्टनका प्रेसिडेन्ट किशोर राईज्यूलाई पढेर, मायाको चिनो पढेर हस्तान्तरण गरिदिनका लागि म अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू धन भाइ। आजको यस साङ्गीतिक माहौलमा हाम्रो श्रद्धेय गायक श्री जगदीश सम्मालज्यूलाई विदाई गर्ने क्रममा यो सर्टिफिकेट दिन गइरहेका छौँ र यो सर्टिफिकेट अफ एप्रिसिएसन छ। यो यस प्रकार छ। दिस सर्टिफिकेट इज प्रेजेन्टेड टु जगदीश सम्माल in recognition of your exceptional 30-year singing career. The Bhutanese community of Scranton, BCS, extends its profound appreciation for your outstanding and enduring contribution to the Nepali industry. अब यसलाई हस्तान्तरण गरिदिनका लागि र यो फोटो पनि सुरक्षित गरिदिनका लागि म हार्दिक अनुरोध गर्दछु क्यामेरा पर्सनहरूलाई, किनभने यो अत्यन्तै एउटा महत्त्वपूर्ण क्षण हो। यो प्रमाणपत्रले, यो सम्मान पत्रले हामी सम्पूर्णको याद अहिलेको बसाइ, तपाईँ सम्पूर्ण जसले यहाँ उपस्थिति जनाउनु भएको छ या त हामीलाई प्रत्यक्ष हेरिरहनु भएको छ, तपाईँ सम्पूर्णको मन मस्तिष्कमा भुटनिज कम्युनिटी अफ स्क्रान्टन, जहाँ नेपाली गीत सङ्गीतलाई, भाषालाई, साहित्यलाई, संस्कृतिलाई माया गर्ने, झगड्न गर्ने, सदैव उत्प्रेरणा गरेर आफ्ना नयाँ जेनेरेसनहरूलाई हस्तान्तरण गर्नका लागि तयार पारिएको यो संस्था दाजुलाई सदैव यसले एउटा झकझकाइरहेको छ, सम्झनाको लागि एउटा यो हामीले बाटो बनायौँ भन्दै सम्पूर्णलाई धेरै धन्यवाद। सर्वप्रथम त यति भाव विभोर भएको छु म आत्मैदेखि। हजुरले यति माया दर्शाउनु भएको छ, यति धेरै माया दिनुभएको छ, त्यो सायद शब्दमा मैले यहाँ वर्णन गरेर सायद त्यो पुरा हुँदैन। त्यसको लागि मैले हजुरलाई हृदयमा राखेको छु। यो क्षणको लागि, यो हरेक पल, जीवनको हरेक
जीवनभरि सम्झिरहनेछु हजुरलाई दिनुभएको यो माया यो आदरणीय बुद्धिस्ट कम्युनिटी अफ स्क्रान्टनका अध्यक्षज्यू, त्यसै गरी अध्यक्षज्यू श्री कृष्ण राई, त्यसै गरी आजका हाम्रा पाहुना भनौँ या चिफ गेस्ट भनौँ, हाम्रा नेपाली सङ्गीत क्षेत्रका दिग्गज दाई जगदीश समालज्यू, त्यसै गरी विभिन्न सङ्घ संस्थाबाट पाल्नुहुने, विभिन्न ओदामा रहेर पाल्नुहुने मेरा मित्रहरू, त्यसै गरी हाम्रा स्क्रान्टनका सब कम्युनिटिजबाट पनि जो आउनुभएछ उहाँहरूलाई पनि सम्झिँदै र सम्पूर्ण अरू मित्रगणहरूलाई यहाँ जो उपस्थित हुनुभएको छ उहाँहरूलाई नमन गर्दै नमस्कार गर्दै 2-4 शब्द राख्न चाहे। आज हाम्रो विशेष दोडा मात्रै कार्यक्रम छ। पहिलो कार्यक्रम भनेको हाम्रो अस्ति हामीहरूलाई विगतको प्रोग्राममा जसले हामीहरूलाई सानोतिनो सहयोग गर्नुभएको थियो संस्थाका सहयोगी हातहरू, त्यसै गरी हाम्रा दोकान जो हाम्रो ग्रोसरिजहरू छन्, विभिन्न दोकानका दोकानदारहरू हुन्छ, उहाँहरूले सहयोग गर्नुभएको थियो। उहाँहरूलाई यसै विशेष धन्यवाद पनि दिनको लागि, साथसाथै जगदीश समाल दाई यहाँ हामीबाट जे होस् अमेरिकाको यत्रो सबै सुविधालाई छोडेर उहाँ फेरि आफ्नो देशतर्फ नै जान चाहनुहुँदैछ। त्यस कारणले उहाँलाई पनि आज बिदाईको कार्यक्रम पनि हामीले राखेका थियौँ। यस मञ्चमा किन सानो थोरै मात्रै मान्छे बोलाइरहेका छौँ भने हामीसँग अहिले स्क्रान्टन बिसिएस के भयो भनेदेखि थोरै म कम्युनिटीको पनि जोड्न चाहेँ। बिसिएस विगत 8 वर्षदेखि शान्त कुनै अर्को कम्युनिटीले गर्छु भनेर छोडिदिउँ हामीहरूले, तर के भयो भने शून्य रह्यो। हाम्रो स्क्रान्टनमा सबैले देखिराख्नु भएको छ यति दिग्गज कलाकार। अरू सिटिजमा जानुभयो भने तपाईँले वाद्यवादक कहीँबाट खोजेर ल्याउनुपर्छ, गायकहरू खोजेर ल्याउनुपर्छ, तर स्क्रान्टनमा त्यो पर्दैन। हामीसँग त्यति दिग्गज व्यक्तिहरू हुनुहुन्छ, तर हाम्रो कमी कमजोरी के हो त भन्दाखेरि हामीले प्लेटफर्म दिन सकिरहेका छैनौँ। त्यो सबै हाम्रो कमजोरी हो। त्यस कारणले यो यहाँ खड्किनु हुँदैन। आगामी केही महिनामै हामी सम्पूर्ण स्क्रान्टनवासी र छिमेकी हाम्रो सिटिजहरूमा रहनुभएकाहरूलाई बोलाएर विशाल प्रोग्राम गर्ने हामी योजनामा त छँदैछौँ। त्यस कारणले त्यो बेलामा हामी सम्पूर्णलाई समेटिने छौँ। आज सानो देखिएको हामीले केही सीमित व्यक्तिहरूलाई मात्रै बोलाएको हो। अब यसै सन्दर्भमा आज हामीले दोस्रो जगदीश दाईको विदाईको कुरा, हामीहरूसँग उहाँ विदाई भए तापनि तर एकतर्फबाट हेर्ने भने उहाँ आफ्नो परिवारसँग, उहाँ आफ्नो आफन्तजनसँग, उहाँ आफ्नो देशमा गएर आफैले आफ्नो देशलाई फेरि केही म योगदान दिन्छु भनेर जानुभएको छ। त्यो नै ठुलो कुरा हो। देश नभएकालाई हामीलाई कति खड्केको छ भन्ने त्यो हामीहरूलाई मात्रै छ, कहिलेकाहीँ खड्किन्छ हामीलाई त्यो, किनकि हामी आफ्नो देशमा जान पाइरहेका छैनौँ। तर के सम्झिनु अरे यस्तो बेलामा भनेदेखि चाहिँ यो विश्व मेरो देश हो भनेर सम्झिनु भन्नुहुन्छ र त्यही सम्झेर मन बुझाउँदछु। र दाइ यति भाग्यमानी हुनुहुन्छ, आफै आफ्नो देशमा जानुहुँदैछ परिवारसँग, र जुन उद्देश्यले जाँदै हुनुहुन्छ उहाँले सोचेको भन्दा 2 गुणा प्रगति होस् भन्ने म यहाँबाट हामी सबैको कामना राख्दछु। उहाँको अझै धेरै उहाँले योगदानहरू दिन सक्नु, उहाँले जुन सोचेर जाँदै हुनुहुन्छ त्योभन्दा 2 गुणाले उहाँले राम्रो काम गर्न सक्नु होला उहाँ नेपालमा, त्यो देख्न चाहन्छौँ हामी। आजको साँझ मा साङ्गीतिक महलमा उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, मातापिताहरू र साङ्गीतिक मनहरूलाई मेरो न्यानो अभिवादन छ। विशेष गरी हाम्रो श्रद्धेय गायक जगदीश सरलाई यस कार्यक्रमद्वारा उहाँको विदाईको कार्यक्रम हो यो। उहाँ अब यस पश्चात नेपाल प्रस्थान गर्नुहुनेछ र उहाँको अब आउने जिन्दगीहरूमा हामी अल द बेस्ट भन्न चाहन्छौँ र सरले साङ्गीतिक क्षेत्रमा गर्नुभएको योगदान अझ खरो हुँदै जाओस्, अझ उत्तर प्रगतिको कामना गर्न चाहन्छौँ। आज केही भावनात्मक शब्दहरू मार्फत नेपाली सङ्गीत क्षेत्रमा वास्तवमै बहुआयामिक रत्नप्रति श्रद्धा प्रकट गर्न चाहन्छौँ। करिब 3 दशकदेखि उनका स्वर लोक, आधुनिक पप र गजल मार्फत बग्दै आएका छन्।
जसले पुस्तौँ र सिमानाहरू पार गर्दै श्रोताहरूको मन छुन्छन्। नबिर्से तिमीलाई तपोवन जस्ता गीतहरू सहित उनका अनगिन्ती धुनहरू हाम्रा दिनचर्या भावनाहरू र सम्झनाहरूको अभिन्न अंश भइसकेका छन्। पूर्वी नेपालमा जन्मिनु भएको उनले बाल्यकालदेखि नै आफूलाई सङ्गीतलाई समर्पित गर्नुभयो र आजसम्म आइपुग्दा सयौँ गीतहरू रेकर्ड गरिसक्नु भएको छ, जसले देशभित्र र विदेशमा बस्ने नेपाली श्रोताहरूको अथाह माया पाएको छ। उनको लहर र बुलबुल सहितका 4वटा एकल एल्बमहरूले उनको गायनलाई मात्र होइन, शैली र विधामा गर्नुभएको साहसिक प्रयोगलाई पनि उजागर गरेका छन्। रेडियो रेकर्डिङ स्टुडियो वा प्रत्यक्ष मञ्च उसै ठाउँमा भए पनि उनले निरन्तर नेपाली आधुनिक सङ्गीतको स्तर उकासिरहनु भएको छ। जगदीश समालको यात्रालाई उत्कृष्टता र धैर्यको कथाका रूपमा पनि हेर्न सकिन्छ। आफ्नो सङ्गीत यात्राको सुरुवातमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्नुभयो। एउटा महत्त्वपूर्ण मोड बन्यो, जसले धेरै युवा गायक गायिकालाई पनि आफ्नो सपना पछ्याउन प्रेरित गर्यो। समय सँगसँगै उनको 30 वर्षे साङ्गीतिक समर्पणको सम्मानमा आयोजना गरिएको कार्यक्रमहरूले उनलाई नेपाली सुरिलो सङ्गीतका एक स्तम्भ, राष्ट्रिय पुरस्कार प्राप्त कलाकार तथा शास्त्रीय गहिराई र आधुनिक रौनक मिसाउन सक्ने अद्वितीय कलाकारका रूपमा स्थापित भइसक्नु भएका छन्। आज हामीले उहाँलाई सम्मान गर्दा उहाँको योगदानले हामीलाई के दिएको छ भन्ने कुरा पनि सम्झिनुपर्छ। उनका गीतले हाम्रो खुसी, दुःख, वियोग र आशालाई शब्द र स्वरमा उतारेका छन् र उनको सफलताको प्रमाण बनेका छ। समर्पण, विनम्रता र कडा परिश्रमले सानो सहरको साधारण आवाजलाई पनि ठुल्ठुला मञ्चसम्म पुर्याउन सक्छ। जगदीश समालज्यूले यसै गरी आउने पुस्ताका कलाकारलाई पनि प्रेरित गरिरहनु भएका छन्। उनका धुनहरूले नेपाली सङ्गीतलाई अझ उज्यालो दिशातर्फ दोहोऱ्याइरहोस् भन्ने कामना गर्दछौँ। थोरै उहाँको बारेमा चियोचर्चा गर्ने मौका पाउँदा म अति नै भाग्यशाली ठानेको छु र उहाँको आगामी जीवन, यहाँबाट उताको यात्रा अझ सङ्गीतमय र सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। गीत, सङ्गीत र गजल, त्यसमा कुनै अभ्यास हुँदैन, कुनै प्रदर्शन हुँदैन, न कुनै अहङ्कार हुन्छ। त्यहाँ केवल पीडाको सत्य, जीवनको अन्तिम साससँग मिसिएको एक मौन पुकार हुन्छ। यही मौन पुकार जब स्वर बन्छ, लय बन्छ, हृदयलाई छुन्छ, त्यही नै वास्तवमा गजल हो, सङ्गीत हो। सङ्गीत कुनै बनावटी संरचना होइन, यो त पीडाबाट जन्मिएको प्रार्थना हो, अनुभूतिबाट प्रस्फुटित आत्माको भाषा हो। सङ्गीतको कुनै जात, कुनै वर्ण, कुनै वर्ग, कुनै विशेष परिभाषा हुँदैन। यो प्रकृतिको सूक्ष्मतम प्राणीको हृदयदेखि लिएर विवेकवान मानवको मौन भावनासम्म समान रूपमा बग्ने चेतन प्रवाह हो। जब शब्द असहाय हुन्छन्, जब आँसु पनि बोल्न सक्दैनन्, तब सङ्गीत स्वयं परमात्माको वरदान बनेर आत्माबाट बाहिर निस्कन्छ। त्यसैले सङ्गीत सिकाइ मात्र होइन, यो आत्मबोध हो, प्रदर्शन होइन, अनुभूति हो। नेपाली गीत सङ्गीत तथा गजल गायन क्षेत्रमा करिब 3 दशकभन्दा बढी समयदेखि निरन्तर समर्पण, साधना र निष्ठाका साथ अतुलनीय योगदान पुर्याउने आदरणीय गायक जगदीश समालज्यू प्रति हृदयबाट म गहिरो सम्मान एवं हार्दिक कृतज्ञता व्यक्त गर्दछु। हजुरको स्वरमा निहित संवेदना, भावनात्मक गहिराई र कलात्मक शालीनताले नेपाली सङ्गीत प्रेमीहरूको हृदयमा अमेट छाप छोड्न सफल भएको छ। हजुरको साङ्गीतिक यात्रा केवल मनोरञ्जन मात्र नभई नेपाली सांस्कृतिक चेतनाको संवाहक बनेको छ। हामी कामना गर्दछौँ आगामी दिनहरूमा पनि तपाईँको साङ्गीतिक साधना अझ उचाइमा पुगोस्।
नयाँ पुस्ताका कलाकारहरूका लागि प्रेरणाको स्रोत बनिरहोस्। नेपाली सङ्गीत जगतमा तपाईँको योगदान सदा स्मरणीय रहोस्। हजुरको मधुर स्वर नेपाली सङ्गीत आकाशमा सदैव गुन्जिरहोस्। हामी सङ्गीत प्रेमीहरूको दृष्टिमा हजुरको दायरा सदैव फराकिलो रहोस्। हार्दिक शुभकामना सहित सुस्वास्थ्य एवं दीर्घायुको मङ्गल कामना व्यक्त गर्न चाहन्छु र मेरो भनाइ मैले यही अन्तिम गरेँ। र बिचमा मेरो क्लासमेट मित्र तेग खड्काज्यू अघि भन्नुभएको थियो, बडा एकदम सिग्नेचर सेन्टेन्स थियो त्यो। हजुर नेपाल जाँदै हुनुहुन्छ, यो एउटा एक प्रकारको बिदाईको कार्यक्रम पनि हो। हजुर आफ्नो मातृभूमि फर्किँदै हुनुहुन्छ, तर हामीलाई त्यो सुलभ छैन। तर हजुरको सङ्गीतको जुन दायरा छ त्यो सारा धरती नै पनि कम्ती नै छ। हजुरको यो जीवन तथा जीवनपछि पनि सङ्गीतको यसो काम सदैव भइरहोस्, यही नै म हार्दिक शुभकामना गर्दै नमस्ते अनि प्रणाम गर्न चाहन्छु। प्रणाम।